आजभन्दा करिब 30 वर्ष अघि हातले चलाउने नाउ कुदाइएको थियो यो इन्द्रेणी तालमा। त्यसबेला यो ताललाई भालु खोला भनिन्थ्यो। पछि मात्र इन्द्रेणी ताल नामाकरण गरियो। त्यतिबेला यो तालमा हातले चलाउने नाउ कुदाउँथे मुगादुन राईले। मुगादुन राईको सपना थियो यो ताललाई पर्यटकीय क्षेत्र बनाएर बोटिङ गराउने। तिनै मुगादुन राईका छोरा राष्ट्र राईले पनि यो तालमा बोट चलाउने सपना देखेका थिए, तर उनले त्यो सपना पूरा गर्न नपाउँदै उनको मृत्यु भयो। आज मुगादुन राईका छोरा र राष्ट्र राईका भाइ रोहित राईले बुवा र दाजुको इन्द्रेणी तालमा बोटिङ गराउने सपना आज पूरा गरेका छन्। रोहित राई ब्रिटिस आर्मी हुन्। उनले आफ्नो घर गाउँमा केही गरौँ भन्ने चाहना बोकेका थिए। आफ्नै घर छेउको इन्द्रेणी ताललाई पर्यटकीय क्षेत्र बनाउने बुवा र दाजुको सपनालाई पूरा गर्न उनले त्यहाँ बोट सञ्चालन गर्ने निर्णय गरे र बोट बनाएर बिक्री गर्ने ठाउँ खोज्न थाले। स्थानीय युवाहरूको श्रमदानमा इन्द्रेणी तालको मेटेका घारी सफा गरियो र रोहित राईको 20 लाख लगानीमा बोट किनेर ल्याएर आज 4 दिनदेखि इन्द्रेणी तालमा बोट सञ्चालन भइरहेको छ। एक पटकमा 8 जनासम्म चढेर बोटिङ गर्न सकिने उक्त बोटले 1 किलोमिटरको इन्द्रेणी तालमा सयर गराउनेछ। यो इन्द्रेणी ताल दमकै सबैभन्दा पुरानो पर्यटकीय क्षेत्र हो। यसको प्रवर्धनमा सरकारले खासै चासो नदेखाएपछि स्थानीयहरूकै समन्वयमा यसलाई प्रवर्धन गरिँदैछ।
तपाईँलाई कहाँबाट स्टार्ट गरौँ अब यो इन्द्रेणी ताल चाहिँ कसरी बन्यो होइन अगाडि अब कस्तो अवस्था थियो र अहिले यो अवस्थासम्म आइपुग्नको लागि चाहिँ तपाईँहरूले के गर्नुभयो त्यो अवस्थामा केही बताइदिनुहोस् न। अब त्यसको स्टार्टिङ धेरै म नै झन् 52 वर्ष पुगिसकेँ होइन। म यही ठाउँमा जन्मेँ, यही ठाउँमा हुर्केँ, 32 वर्ष बाहिर विदेश बसेँ। त्यो भएर म आएँ अहिले फाइनली म यो ठाउँमा आएँ। किन आयो भन्दा रिजन छ। रिजन मेरो बाउ आमा प्लस मेरो दाइ राष्ट्र राई हुनुहुन्न। योभन्दा अगाडि तपाईँ कहाँ हुनुहुन्थ्यो? म युकेमा, म ब्रिटिस आर्मी हुन्छु। हजुर, म स्टिल भर्खर आर्मीमा छु। आर्मीबाट 22 वर्ष पुग्यो। त्यो भएर म चाहिँ त्यो मेरो बाउ आमा दाजुकै सपना पुरा गर्नको लागि चाहिँ म यो ठाउँमा आएको भन्दा हुन्छ। अनि मेरो 30 वर्ष अगाडि बाबा आमाले चाहिँ यस्तो ढुङ्गा खेलाउने किनिदिनु भएको थियो। त्यो बिचमा राम्रै चलिरहेको थियो। चल्दै गर्दा मान्छेहरू पनि इन एन्ड आउट भइरहेको थियो। त्यो बिचमा अब त्यही हो, अब आई डोन्ट नो, त्यो त मलाई थाहा छैन। बजेट आयो के आयो त्यो बितेको कुरामा म त्यो के भन्न चाहेन। तर म अस्ति भर्खर यो 2-3 महिना चाहिँ मेरो पोखरामा ड्युटी आएको थिएँ। त्यो गर्दाखेरि चाहिँ यहाँ गाउँमा यसो साथीभाइहरू भेट्न आउँदाखेरि मेरो घरै यहीँ हो होइन। आउँदाखेरि चाहिँ यहाँको स्थानीय सरकारले के भन्नुभयो भने ल रोहित मामा, रोहित दाई, हामीले सकेनौँ, यहाँ चाहिँ के गर्नु पऱ्यो भनेर देखाउनु ल्याउनु भयो। देखाउनु जाँदा यो नियरली 1 किलोमिटर प्लस छ। मोटेका थियो होइन। अब कहाँबाट स्टार्ट गर्नु भन्दा यहाँ अब साथीभाइहरूलाई सोधेँ, पानी परेपछि गरौँ अङ्कल, पानी परेपछि गरौँ मामा, दाई भन्नु थाल्यो होइन। पानी कहिले आउँछ स्टार्ट भनेर 2 महिना 2 मन्थ्स लाग्यो सफा गर्नु। यो मेटेका मात्र सफा गर्नु। हजुर, यो मेटेका सफा गर्दा यति खुसी भयो कि म एज अ सन मुनादन राईको छोरा भएर चाहिँ मलाई फिल प्राउड भयो। किनभने मैले नबोलाए पनि उहाँहरूले श्रमदान गर्नु आइदिनु भयो। कहाँदेखि आउनुभयो? श्रमदानबाटै यो मेटेकाहरू सबै हटाइएको हो। श्रमदानबाट स्थानीयहरू हुनुहुन्थ्यो कि उहाँ श्रमदान गर्नेहरू? स्थानीय पनि थियो। स्थानीय भन्दा बाहिरको धेरै आइदिनु भयो होइन। स्थानीय भन्दा हाम्रो यो 12 गरे अफिसली होइन। अनि यता बालुबथन, सेतुमारी, कुलजोडा, आमबारी, उल्लाबारी, नौबारी सबैजना आइदिनु भयो। यस 1-150 जना जस्तो थियौँ हामी। त्यो भएर हामीले 2 मन्थ्समा चाहिँ हामीले सक्सेस गर्न सक्यौँ। यो सक्सेस भइसकेपछि यसको के गर्नु त भन्दा ल म बोट ल्याउँछु भनेर वचन गरेँ। बोट ल्याउनु त्यति सजिलो छैन रहेछ। बोट कहाँ बनाउँछ भनेर सारा संसार खोजेँ। बनाउँछ भन्छ, कहाँ बनाउँछ। अनि म चाहिँ ब्याक टु युके भएँ। युके भएपछि मेरो सँगै पनि साथीसँग कुरा हुँदा उहाँहरूले एकै साथीले बनाउनु हुँदैछ। अनि बनाउनु युकेबाट लगाएर चाहिँ यो चाहिँ 4 डेज भयो आज बोट देख्नुभयो होइन। अनि सायद मेरो सपना पुरा गर्नु नसके पनि मेरो बाबाआमा दाजुको सपनामा केही 2-4% फुलफिल गरे जस्तो लाग्छ। र अचेल निन्द्रा पनि राम्रो आउनु थालेको छ। हजुर, यो बोट चाहिँ लागत चाहिँ यो बोट ल्याउनको लागि चाहिँ लागत के कति लाग्यो त्यो विषयमा केही भन्नु? क्वेसन तपाईँलाई रियालिटी भन्दा अब बोट किन्नु बोटको प्राइस मात्र 17 भन्छ। हामीले चिनेको साथी भनेर चाहिँ 14 लाख समथिङमा गऱ्यौँ। त्यो जाने आउने गाडी भाडा, उहाँ पाइलट हुनुहुन्छ उहाँ होइन। उहाँलाई अब लजिङ फुटिङ प्लस पैसा होइन भएर झन्डै एराउन्ड 20 जस्तो चाहिँ खर्च भयो यहाँ ल्याइन्जेसम्ममा। तपाईँको उहाँदेखि ल्याउनु पऱ्यो ट्रक होइन। ट्रक आउने मान्छेलाई खर्च, ट्रेनको खर्च गर्दा त तपाईँको त अब के भन्ने अब एकचोटिमा चाहिँ कतिजनासम्म चाहिँ बस्न मिल्छ यो? अब तपाईँलाई अब मान्छेको साइज पनि देखाउँछु होइन। कैलाश भाइ यहाँ आउँदा एकछिन मेरो छेउमा आइज नि एकछिन। चट्ट आइज नि, चट्ट जाल। अब मेरो साइज र मेरो भतिजको साइज र तपाईँको साइज हो भने हामी 8 जना। हजुर। अब यत्रो साइज यता देखाउनुहोस् त। यत्रो साइज हो भने चाहिँ 4 जना। हजुर। यत्रो साइज 4 जना। मेरो साइज 8 जना। थ्याङ्क यू भेरी मच। इट्स गुड एक्जाम्पल हो नि त। हजुर। त्यसरी चाहिँ अब तपाईँले 20 लाख जति खर्च गर्नुभएछ यो बोटमा होइन? यो मेरो यो टोटली साफ गरेदेखि होइन, यो पेन्टिङ मैले भर्खर गर्दैछु होइन। टोटल त मेरो 30-35 पुगिसक्यो।
हजुर अब तपाईँ त अब फेरि युके नि उयो गर्नुहुन्छ होला होइन हजुर, युके नि मैले जानुहुन्छ होला म खास जनवरीमा आउने प्लान थियो हजुर अनि तपाईँको चाहिँ के भयो भने बोट रेडी भयो होइन अनि यहाँ सबैले चाहिँ तपाईँ आएपछि मात्र उतो गर्ने भन्यो हजुर अनि मैले चाहिँ अब सबै सेटल गरेर केही समयको लागि फेरि ब्याक टु युके हुन्छु केही समय ए यहाँ चाहिँ कसलाई यहाँ मेरो भाइ कैलाश भतिज हो उहाँ चाहिँ भाइ ए भाइ यो चाहिँ मनोको बेला सबै ओभरअल ए हेर्ने चाहिँ कैलाश लिम्बू भाइ हो हजुर अनि यहाँ चाहिँ मेरो एउटा इन्डियन ताल एडभान्चर समिति ग्रुप उहाँ मैले बनाइसकेको छु समिति पनि बनिसकेको छ हजुर अनि त्यसमा चाहिँ अफकोर्स डकुमेन्ट प्रोसेस हुँदैछ हजुर ए हस् त थ्याङ्क यू थ्याङ्क यू भेरी मच हजुर